हेलो गाइज, नमस्ते। आई होप सन्चै हुनुहुन्छ होला होइन सबैजना। सन्चो पनि हुनुपर्छ। अनि सरकारले एउटा नीति ल्याएर रहेछ कि त्यसको बारेमा चाहिँ छोटो बोलौँ भनेर होइन। सरकारी स्कुलले चाहिँ राम्रो बनाउने अनि यो प्राइभेट बोर्डिङ स्कुलहरू चाहिँ खारेज गर्ने भन्ने नीति ल्याएको छ नि त होइन। यो चाहिँ मलाई एकदम ठिक लाग्यो कि। हजुरहरूलाई कस्तो लाग्यो होइन, प्रतिक्रिया पनि दिनु होला। यो चाहिँ वास्तवमा हटाउनै पर्ने कुरो जस्तो लाग्छ मलाई, किनभने गरिबले पढाउन सक्दैन नि त होइन। यो बोर्डिङ स्कुलमा शिक्षा भनेको सबैको लागि बराबर हुनु पर्यो कि होइन। बरु त्यही बोर्डिङको स्कुल चाहिँ किताब चाहिँ त्यही पढोस् होइन, तर सरकारी ऊबाट पढोस् न भनेको। कमसेकम गरिब विपन्न वर्गले त पढ्न पाइन्छ। यदि शिक्षामा नि धेरै पैसा लगाउनु पर्यो भने त्यो शिक्षा के शिक्षा? यहाँ शिक्षा दिन खोजिएको होइन, कुनै बिजनेस दिन खोजिएको मात्रै देखिन्छ कि। अहिले सबैजना चाहिँ बोर्डिङमा हाल्ने अनि गरिबको बच्चाहरू चाहिँ सरकारी स्कुलमा पढ्ने भएर चाहिँ भनौँ न अहिले सबैजनाले कम्पिटिसनको जमाना भएर के सके पनि नसके पनि अब यदि पढाउन सकिएन भने समाजले कुरा काट्न थालिहाल्छ होइन। ल त्यसले हाल्न सकेन, एउटा बच्चा नि पढाउन सकेन, आफ्नो आर्थिक स्थिति कमजोर छ आफूलाई थाहा हुन्छ नि त होइन। त्यही भएर चाहिँ मलाई लाग्छ यो शिक्षामा चाहिँ कुनै पनि तलमाथि नहोस् कि। यो बिजनेसको रूपमा होइन, एउटा शिक्षालाई शिक्षाको रूपमा हेरौँ भन्न चाहन्छु। यो बोर्डिङ स्कुल हटाउने कुरो चाहिँ एकदम सही लाग्यो मलाई पनि। होला यो धनी मनीलाई पैसाको मतलब हुँदैन, उनीहरूले पढाउन सकिन्छ पढाइदिन्छ होइन। गरिब जस्तो गरिब निमुखाहरूले त नि के गर्नु भन्नु त, उनीहरूलाई पनि त शिक्षा चाहियो नि होइन र। अहिले सरकारी स्कुलहरूमा हेर्नु न, सरकारी स्कुलहरूमा विद्यार्थी नै छैन के। जो चाहिँ एकदम गरिब छ नि, दुई छाक टार्न नि धाउधाउ हुने उनीहरू मात्रै देखिन्छ कि सरकारी स्कुलमा। मास्टर पनि हराए, शिक्षा पनि त्यस्तै भइसक्यो। मास्टरहरूले नि अब के पो जागिर त हो भन्ने, आउने पढाउने होइन, गफ चुट्यो हिँड्यो होइन। त्यस्तो नहोस् कि। अब बरु बोर्डिङ स्कुललाई चाहिँ खारेज गरियो भने यदि सरकारी स्कुलमा पढाउने तर शिक्षामा गुणस्तर दिने हो नि त। मलाई चाहिँ त्यस्तो लाग्छ होइन। हजुरहरूलाई कस्तो लाग्छ? अब खारेज गर्न चाहिँ अब कतिको पोसिबल छ त्यो मलाई थाहा भएन, तर पनि यो कुरामा चाहिँ म पनि एकदम सहमति भएँ कि। एकदम खुसी लाग्यो कि मलाई यो कुरा सुनेर चाहिँ। हेरौँ अब कतिको सक्सेसफुल हुन्छ होइन। हजुरहरूले नि के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है त, कमेन्ट गर्नु अनि एक सब्सक्राइब पनि गरिदिनु ल गाइस।